आँसु आँसुलाई चाहिँ तामाङ भाषामा मिक्ली भनेर भनिन्छ। आँसुलाई चाहिँ तामाङ भाषामा मिक्ली भनेर भन्ने गरिन्छ। र यसमा कन्फ्युज नहुनुहोस्, अघि मैले क्ली भनेको छु दिशालाई, अब यहाँ आँसुलाई मिक्ली भनिरहेको छु हो। मिक्ली आँसु हो, अनि क्ली मात्रै भयो भने चाहिँ दिशा अथवा गु हो। र यसपछि अब अर्को शब्दमा जान चाहन्छु। अर्को शब्द चाहिँ छ कचेरा हो। आँखामै आउँछ हाम्रो कचेरा। आँखालाई मी भन्छ भनेर त मैले धेरै अगाडिको एपिसोडहरूमा धेरैपल्ट सिकाइसकेँ। मी च्याबासे हिन्ला हो। आँखा हेर्ने चिज हो भनेको। अब आँखाले हेर्छ भनेको नि मी च्याबासे हिन्ला। मी से च्याबा भनेको नि आँखाले हेर्छ भनेको। मी भनेको आँखा। अब त्यही आँखामा आउने कचेरा हो अथवा चिप्रा पनि भनिन्छ। कचेरा अथवा चिप्रालाई चाहिँ तामाङमा मिनात भनिन्छ। मिनात हो। कचेरा अथवा चिप्रालाई चाहिँ तामाङ भाषामा मिनात भनेर भनिन्छ। याद राख्नु होला, मिनात। र यसरी नै अब अर्को शब्दपट्टि जान चाहन्छु, राल हो। अब राल हाम्रो चुन्छ नि, जस्तो मुखबाट राल चुन्छ, त्यो राललाई चाहिँ तामाङ भाषामा खाज्यू भनेर भन्छ। राललाई चाहिँ तामाङ भाषामा भन्दा खाज्यू भनेर भन्ने गरिन्छ। र कतिजनाले सुन्नु पनि भएको होला, राललाई चाहिँ खाज्यू भनेर भन्ने गरिन्छ। र त्यस्तै प्रकारले खकार हो। खकार आइहाल्यो। अब खकारलाई चाहिँ अब तामाङ भाषामा फ्लेनेत, राम्रो सुन्नुहोस् है, फ्लेनेत। खकारलाई फ्लेनेत पनि भन्छ, खाइनात पनि भन्छ। खकारलाई फ्लेनेत पनि भन्छ, खाइनात पनि भन्छ। अघिको कचेरालाई मिनात थियो, अहिले खकारलाई खाइनात। याद राख्नुहोस्। र खाइनात भन्दा पनि हुन्छ, फ्लेनेत भन्दा पनि हुन्छ खकारलाई। यो चाहिँ थियो आजको मैले 9वटा भनेको शब्दहरू। र यही शब्दहरूको एपिसोडमा अब बोनस केही त दिनै परिहाल्यो। बोनसमा चाहिँ मैले पहिलाको एपिसोडहरूमै सिकाएको चिजहरू केही म दिन चाहन्छु। जस्तै सजिलो, जसले चाहिँ पहिलोचोटि हेर्दै हुनुहुन्छ र नयाँ हुनुहुन्छ, केही आउँदैन भने चाहिँ ना सुङ, आँखा मी भइहाल्यो, अघि पनि भने। हा क्रा जे भन्दा पनि हुन्छ। या खुट्टालाई काङ हो, जुत्तालाई लाखाम। यसरी चाहिँ तपाईँहरूले केही बोनस शब्दहरू पनि यहाँबाट सिक्न सक्नुहुनेछ। र यो चाहिँ भयो आजको 9वटा एकदमै चर्चा नगरिएको शब्दहरूको एपिसोड। र यसरी नै अर्को राम्रो एपिसोडमा म पूर्वा तपाईँहरूसँग तामाङ भाषाको ज्ञान लिएर उपस्थित हुने नै छु। र आजको लागि चाहिँ यो भिडियोबाट मलाई बिदा दिनुहोस्। थुजुछे।